हेलो एभ्रिवान, तपाईहरु सबैजनालाई ख्रीष्ट अभिवादन साथै जय मसीह। र आज भने चाहिँ म तपाईहरुलाई यो भिडियो क्लिपद्वारा मेरो साथीको दादाको यानी कि उ पनि मेरो साथी नै हो उसको एंगेजमेन्ट सेरेमनीको हुन्छ नि भिडियो क्लिपहरुलाई म तपाईहरुको माझमा देखाउन गइरहेको छु। अनि हामी कसरी गयौं र एंगेजमेन्ट कस्तो प्रकारले भयो भन्ने कुरा मेमोरी पनि हुन्छ नि त। सो त्यसै कारणले तपाईले हेरिकिन तपाईहरु पनि आशीषित बन्न सक्नुहुन्छ। र हामी भने चाहिँ बिहानै उठिकिन चाहिँ यसरी हामी गाडीमा जाँदैछौँ। हाम्रो लिडर्सहरु हुनुहुन्छ चर्चको, अनि मेरो साथी उहाँ चाहिँ, अनि हामी चाहिँ जानुपर्ने चाहिँ कहाँ भन्दाखेरि चाहिँ हामी सिङताम माझीटार दोलैको घर चाहिँ, अनि यहाँ देख्न सक्नुहुन्छ सबै सौगातहरु लिकिन चाहिँ हामी दुलहीको घरमा हामी यसरी जाँदैछौँ। अनि गइसकेर चाहिँ यहाँ तपाईले देख्न सक्नुहुन्छ वेलकम टु आवर एंगेजमेन्ट भनेर। र हामी गइसकेर चाहिँ सबै खाजाहरु उहाँले रेडी गरिदिनु भएको थियो। अन्त हामी गएर चाहिँ फ्रेश भयौं, खाजाहरु खायौं। त्यहाँदेखि बादमा चाहिँ भित्र फेलोशिपहरु थियो। अनि यहाँ चाहिँ हामी जन्तीहरु जतिजना गएको थियौं तपाईहरुले चाहिँ यो भिडियोद्वारा हेर्न सक्नुहुन्छ। जन्तीहरु चाहिँ हामी यतिजना गएको थियौं। र अब चाहिँ भित्र फेलोशिपको लागि सबै तयारी भइसकेको थियो। एंगेजमेन्ट सेरेमनीको पनि फेलोशिप भएको थियो सिवाकै। सो सबै यहाँ चाहिँ केटातर्फको पास्टर अंकल, अनि यहाँ भित्र जतिजना उपस्थित थियो, अनि दुलही तर्फको र दुल्हा तर्फको हुनेवाला दुल्हा तर्फको, अनि यहाँ चाहिँ हुनेवाला दुलही हुनुहुन्छ उहाँ चाहिँ जमुना हुनुहुन्छ र उहाँ पनि मेरो फ्रेन्ड नै हुनुहुन्छ। अनि भन्नै पर्दाखेरि चाहिँ हुन्छ नि म चाहिँ लाइफमा चाहिँ अब कसैको पनि यसरी एंगेजमेन्ट सेरेमनीमा म कहिले पनि गएको थिइनँ। र यो पालि चाहिँ हुन्छ नि परमेश्वरले मलाई यो मौका दिनुभयो उहाँको एंगेजमेन्ट सेरेमनीमा जाने। अनि यो एकदमै सिवाकैहरु एकदमै असल भइरहेको थियो। अनि यो फेलोशिपमा बस्दै गर्दा म आफै पनि एकदमै हुन्छ नि आशीषहरुलाई बुटल्ने मौका पाइरहेको थिएँ। अनि यो ठाउँमा हुन्छ नि प्रभुको उपस्थितिमा भइकिन मेसेजहरु पनि वचनहरु पनि त्यो ठाउँमा एकदमै आशीषपूर्ण थियो क्या। कस्तो भन्दाखेरि चाहिँ अब हामीले लाइफमा सिक्नुपर्ने कुरा लेसनहरु यसरी वचनद्वारा मैले पनि सिक्ने मौकाहरु पाइरहेको थिएँ। र परमेश्वरप्रति धन्यवादी छु कि उहाँले यो ठाउँमा जाने मौका मलाई दिनुभयो र आशीषहरुलाई बुटल्ने मौका मैले पाएँ। अनि त्यहाँबाट मैले धेरै कुराहरु वचनद्वारा सिक्ने मौका पनि पाएँ। अनि पवित्र धर्मशास्त्र बाइबल उत्पत्तिको पुस्तकमा नै परमेश्वरको वचनमा लेखिएको छ कि अझ मानिस चाहिँ एक्लो रहन असल छैन। त्यसै कारणले परमेश्वर स्वयं उहाँ आफैले चाहिँ आज हुन्छ नि एउटा पुरुषको लागि चाहिँ पुरुषलाई मस्त निन्द्रामा पारिकिन चाहिँ उसको करङबाट चाहिँ आज उसको एउटा करङ निकालिकिन चाहिँ एउटा स्त्री बनाएको कुराहरु हामी उत्पत्तिको पुस्तक बाइबलमा हामी पाउँछौँ। र सबै हुन्छ नि परमेश्वरको योजना हो। आज यसरी एउटा पुरुष स्त्री पृथ्वीमा भेट हुनु र यसरी एंगेजमेन्ट हुनु, यसरी हुन्छ नि एक अर्काको लागि बनिनु चाहिँ सबै परमेश्वरको योजना हो। आज हामीले खोजेर आफै बनाएर हुँदैन, तर हुन्छ नि अलरेडी स्वर्गीय अनि पृथ्वी बनाउनु हुने सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। उहाँले नै सबै कुरा अगाडिबाट नै उहाँले चाहिँ हुन्छ नि बनाउनु भएको कारणले गर्दाखेरि चाहिँ यो पृथ्वीमा उहाँहरुको मिलन भयो र यसरी सबै कुराहरु चाहिँ सम्भव हुन पाएको छ। यो चाहिँ सबै परमेश्वरको योजनाद्वारा भइरहेको कुराहरु हामी यो भिडियो क्लिपमा देख्न सक्छौं। र तपाईहरुले पनि यो भिडियो क्लिपलाई हेरेर आशीषित बन्न सक्नुहुन्छ। हुन्छ, तपाईहरु सबैजनालाई थ्यांक यू सो मच तपाईहरुले हेरिदिनु भयो अन्तिमसम्म। र यो अन्तिममा चाहिँ हामी घर फर्केर आयौं, अनि घर फर्केर आएर हामीले रेस्ट गर्यौं। थ्यांक यू।